गर्दिनुहुनका लागि माछापुच्छ्रे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आदरणीय केशव सुवेदीजीलाई म विनम्र निवेदन गर्दछु। यस्तै गरी कार्यक्रममा प्रमुख अतिथिको आतिथ्यताको आसन ग्रहण गरिदिनुहुनका लागि माछापुच्छ्रे गाउँपालिकाका श्रद्धेय अध्यक्ष मितबहादुर गुरुङज्यूलाई म विनम्र निवेदन गर्दछु। कार्यक्रममा विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुनका लागि माछापुच्छ्रे गाउँपालिकाका श्रद्धेय उपाध्यक्ष सीता अधिकारीज्यूलाई विनम्र निवेदन गर्दछु। कार्यक्रममा विशेष अतिथिको आसन ग्रहण गरिदिनुहुनका लागि सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयका शैक्षिक योजना तथा विज्ञान प्रविधि महाशाखाका उपसचिव आदरणीय तोयनाथ लम्सार सरलाई विनम्र निवेदन गर्दछु। कार्यक्रममा उपस्थित समादरणीय व्यक्तित्व प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण व्यक्तित्वहरूलाई अबिर र मालाले स्वागत गरिदिनुहुनका लागि आदरणीय शिक्षक मित्रहरूलाई म निवेदन गर्दछु। आसन ग्रहणकै क्रममा माछापुच्छ्रे गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर 9 का वडा अध्यक्ष आदरणीय हरिबहादुर छेत्रीज्यूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 1 का अध्यक्ष श्री इन्द्रबहादुर गुरुङज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। वडा नम्बर 2 का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता आदरणीय गणेश आचार्यज्यूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 3 का वडा अध्यक्ष श्री हरिशचन्द्र लम्सालज्यूलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। वडा नम्बर 4 का वडा अध्यक्ष श्री मधुसूदन अधिकारीज्यूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। वडा नम्बर 5 का वडा अध्यक्ष आदरणीय नारायण प्रसाद पौडेल सरलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। वडा नम्बर 6 का वडा अध्यक्ष आदरणीय टेकनाथ गौतम सरलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। वडा नम्बर 7 का वडा अध्यक्ष आदरणीय वैकुण्ठ भण्डारीज्यूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। वडा नम्बर 8 का वडा अध्यक्ष आदरणीय राम बहादुर गुरुङज्यूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। यसै गरी वडा नम्बर 6 का कार्यवाहक वडा अध्यक्ष दुर्गा दत्त सरलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। गाउँ कार्यपालिकाका सम्पूर्ण सदस्यज्यूहरू जमुना पुन, शर्मिला तामाङ, श्रीदेवी विश्वकर्मा, मनकुमारी तामाङ, राजु सार्की, सुरेश परियार सम्पूर्णलाई आसन ग्रहणको लागि म विनम्र निवेदन गर्दछु। कार्यक्रममा उपस्थित हुनुहुने प्रशिक्षक, सहजकर्ता, शैक्षिक अभियन्ता अभिषेक मिमिरे सरलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। माछापुच्छ्रे गाउँपालिका गाउँ शिक्षा समितिका सम्पूर्ण सदस्यज्यूहरूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। माछापुच्छ्रे गाउँपालिका शिक्षक महासंघ अध्यक्ष मातृका आचार्यज्यूलाई अगाडि आएर आसन ग्रहण गरिदिनुहुनका लागि विनम्र निवेदन गर्दछु। माछापुच्छ्रे गाउँपालिकाका सम्पूर्ण सामुदायिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यूहरूलाई आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकज्यूहरूलाई आफ्नो स्थानमा आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। माछापुच्छ्रे गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुख तथा कर्मचारी साथीहरूलाई आफ्नो स्थानमा आसन ग्रहणको लागि विनम्र निवेदन गर्दछु। यस कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण शिक्षक मित्रहरूलाई आफ्नो ठाउँमा आसन ग्रहणको लागि म विनम्र अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई म निरन्तर जारी राख्ने नै छु। अहिलेलाई मैले आसन ग्रहणको क्रममा कोही छुटाउन पुगेको भए यहाँ उपस्थित हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई आफ्नो ठाउँमा आसन ग्रहणको लागि म निवेदन गर्दछु। अब हामी कार्यक्रममा
राष्ट्रपति प्रति सम्मान गर्दै राष्ट्रिय गानमा सरिक हुनका लागि म सम्पूर्ण व्यक्तित्वहरूलाई अनुरोध गर्दै प्रविधिमा सहयोग गर्ने सरलाई राष्ट्रगान बजाइदिनु हुन अनुरोध गर्दछु। Yes, sorry. Posisi के मानिँदैन त्यो सर हजुर यसो यता धन्यवाद सम्पूर्ण व्यक्तित्वलाई। अब हामी कार्यक्रममा उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई स्वागत गर्दै यस कार्यक्रममाथि प्रकाश पारिदिनु हुनका लागि माछापुछ्री गाउँपालिका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर 9 का आदरणीय वडा अध्यक्षज्यू हरिबहादुर छेत्रीज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु। धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक माछापुछ्री गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सम्झना पोखरेलज्यूलाई, जनप्रतिनिधि तथा शिक्षकहरूको लागि एक दिने उत्प्रेरणात्मक तालिम कार्यक्रमका सभाध्यक्ष महोदय, कार्यक्रमका प्रमुख अतिथि माछापुछ्री गाउँपालिकाका अध्यक्षज्यू एवं गाउँ शिक्षा समितिका पनि अध्यक्ष, माछापुछ्री गाउँपालिकाका हामी सबैका अभिभावक श्रद्धेय मिनबहादुर गुरुङज्यू, विशेष अतिथि माछापुछ्री गाउँपालिकाका उपाध्यक्ष सीताधिकारीज्यू, सम्पूर्ण वडा अध्यक्षज्यूहरू, आजको एक दिने कार्यक्रमलाई शिक्षक कर्मचारी तथा जनप्रतिनिधिहरूलाई एउटा खुराकको रूपमा हामीले निम्ताउनुभएका नेपालकै यो शिक्षा क्षेत्रमा विशेष गरी सामुदायिक क्षेत्रको यो विद्यालयलाई शिक्षाको गुणस्तर उकास्न अहरहर खटिनुभएका अभियन्ता अभिषेक घिमिरे सर, गाउँ शिक्षा समितिका सम्पूर्ण पदाधिकारीहरू, माछापुछ्री गाउँपालिकाभित्र रहनुभएका सम्पूर्ण 38वटै सामुदायिक विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षक शिक्षिकाज्यूहरू लगायत यस कार्यक्रममा उपस्थित रहनुभएका सम्पूर्ण सम्माननीय व्यक्तित्वहरूलाई म माछापुछ्री गाउँपालिकाको तर्फबाट र आजको एक दिने कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय गुरुवर्गहरू, आजको यो कार्यक्रम तपाईँ हामी सबैजनाको एउटा हामी सबैले महसुस गर्ने एउटा चाडको रूपमा लिएको छु। सम्भवतः हामीलाई थाहा छैन 74 देखि 79 सालसम्मको यस्ता ठुला कार्यक्रमहरू एक अर्कालाई शुभकामना दिने, चिन्जान गर्ने
इन्ट्रोडक्सन गर्नेको रूपमा मात्रै हामीले हेरे तापनि यो कार्यक्रमको उद्देश्य र यो सफलता तपाईहरुको उपस्थिति नै हो। हामी जनप्रतिनिधिहरूलाई तपाईको उपस्थिति नै यो कार्यक्रमको उद्देश्य बीज भयो भन्ने हामीले बुझेका छौं र यो एक दिन भित्र रहेर पक्कै पनि यो माछापुच्छ्रे गाउँपालिका विशेष गरी शिक्षा समिति र श्रोते अध्यक्षज्यू र उपाध्यक्षज्यू लगायत 38 वटा हेडसरहरूको विशेष आग्रहमा हामीले आर्थिक वर्षको रातो किताबमा यो विनियोजित रकम नभए तापनि हामीले यो माछापुच्छ्रे गाउँपालिकाको शिक्षालाई कसरी गुणस्तर अभिवृद्धि गर्न सकिन्छ भनेर एउटा आफ्नो लेभलबाट सोच्ने काम छलफल गर्ने काम भइरहने बेलामा यो कार्यक्रम पनि एउटा नौलो लाग्यो र यो नौलो कार्यक्रमले पक्कै पनि यहाँ 1 दिने हामी 7 दिने 5 दिने 15 दिने हैन तपाईले पेशागत रूपमा त धेरै महिनौं दिनको कार्यक्रमहरु पनि लिनु भएको छ र तपाईको लागि यो त्यति धेरै उपलब्धिमूलक नठाने तापनि एउटा शिक्षा क्षेत्रमा यो 5 वर्षको पिरियडमा यसलाई के गर्न सकिन्छ कि भनेर हामी जस्ता जनप्रतिनिधिहरु हुटुटी बोकेकाहरुको लागि यो तपाईको उपस्थिति नै एकदमै कार्यक्रमको सफलता भन्ने मैले लिएको छु र हामीलाई लाग्छ माछापुच्छ्रे गाउँपालिकाले यो शिक्षा क्षेत्रमा गरेका कुराहरुलाई हामीले अवगत गर्न नै पर्दैन। तपाईहरुले डे टु डे आफूले आफ्नो कक्षा कोठादेखि अफिस कोठा शौचालयदेखि अब खानेपानीको धारासम्म तपाईले अनुभव पनि गर्नु भएको छ र पर्याप्त छैन। हामीलाई पनि निश्चित स्रोत साधन र परिधिले बाँधेको छ र सबै क्षेत्रमा बजेट विनियोजन गर्ने क्रममा पनि हामीले शिक्षा क्षेत्रमा तपाईले चाहेको जस्तै तपाईले अनुभव गरेको जस्तै गरेर हामीले न गाउँपालिकाले न वडाले हामीले बजेट विनियोजन गर्न सकेको अवस्था छैन। तथापि हामी के गर्न सक्छौं भनेर एउटा सकारात्मक सोच बोकेको व्यक्ति चाहिँ पक्कै हो अहिलेको यो सिंहको कार्यपालिका। यही रूपले तपाईहरुले लिएर आजको दिनलाई सिक्ने र सिकाउने, यहाँ कोही पनि सिक्न आएको हैन, कोही पनि सिकाउन आएको हैन, कोही जान्ने बसेर जान्ने भएर मजमा माथि बसेको हैन, नजान्ने बसेर भएर तल बस्नु भएको पक्कै पनि हैन। यो एक अर्कालाई चिन्ने र चिनाउने अनुभव साटासाट गर्ने र आज भएको यो कार्यक्रमलाई चाहिँ तपाईले पक्कै पनि यो माछापुच्छ्रे गाउँपालिकाले चाहिँ अरु स्थानीय तहहरूलाई पनि यो कास्की जिल्लालाई पनि यसरी शिक्षकहरूलाई एकै ठाउँमा राखेर हैन कतिजना त भर्खर मात्रै पोस्टिङ हुनु भएको छ, कतिजना भर्खर मात्रै सरह भराउनु भएको छ। यी कुराहरूलाई चाहिँ एउटा सकारात्मक ऊर्जाको रूपमा लिएर तपाईहरुले आफ्नो कक्षा कोठासम्म र आफ्नो अभिभावकसम्म पनि यो सकारात्मक ऊर्जा प्रवाह गरिदिनुहुनेछ भन्ने हाम्रो मुख्य उद्देश्य हो। यो उद्देश्यलाई भरपूर रूपमा आज मलाई लाग्छ अध्यक्षज्यूले त 4 बजे नै सक्ने भन्नु भएको छ, 5 बजेसम्म नै बसेर यो कार्यक्रम, किनकि हामी निर्धारित समय भन्दा 1 घण्टा ढिला भइसकेको छौं, त्यसलाई चाहिँ अत्यन्तै मनोरञ्जनात्मक तरिकाले आफ्नो सकारात्मक ऊर्जा प्रवाह गरेर बस्नको लागि असहजता होला, खानको लागि कुनै त्यस्तो परिकार नमिल्ला, यसलाई पनि सकारात्मक रूपमा लिएर जुन उद्देश्यका साथ यहाँ आउनुभएको छ त्यो उद्देश्य प्राप्ति गर्नको निम्ति यहाँलाई ऊर्जा मिलोस् र यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै पुनः यहाँलाई छोटो समयमा नै यहाँको उत्साहपूर्वक सहभागिताको निम्ति म माछापुच्छ्रे गाउँपालिकाको तर्फबाट यहाँलाई पुनः हार्दिक स्वागत व्यक्त गर्दै मेरो भनाइ यही अन्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धेरै धेरै धन्यवाद आदरणीय सरलाई। उहाँले यस कार्यक्रम किन आयोजना गरियो, यसको उद्देश्य के हो भनेर उद्देश्यमाथि प्रकाश पारिसक्नु भएको छ। अवश्य नै यस कार्यक्रमको मुख्य उद्देश्य भनेको हाम्रा आदरणीय गुरुहरूलाई एक दिनको भए पनि हामीले अलिकति अगाडि राखेर शुभकामना, नयाँ शैक्षिक सत्रको साथसाथै शुभकामना आदान प्रदान गर्ने र एक दिने मोटिभेसनल ट्रेनिङ पनि उपलब्ध गराउने भन्ने हामीले प्लानिङ गरेका थियौँ। विविध प्राविधिक कारणवश केही दिन ढिला हुन पुग्यौँ, यद्यपि हामी ढिलै भए पनि राम्रो काम गरिरहेका छौँ। यो आज एक दिनको कार्यक्रमले हाम्रो समग्र माछापुच्छ्रे गाउँपालिकाको शैक्षिक उन्नयनमा इँटा थप्नेछ भन्ने अपेक्षा गरेका छौँ र त्यो मात्र सम्भव छ आदरणीय गुरुहरूबाट। त्यसैले गर्दा यहाँहरूबाट त्यही अपेक्षा अनुसारको हामीले प्रतिक्रिया अथवा यहाँको कार्य सम्पादनको अपेक्षा गर्दछौँ र अब हामी कार्यक्रमको उद्घाटन सत्रको उद्घाटन गर्नको लागि अगाडि बढाउन गइरहेका छौँ। कार्यक्रमको उद्घाटन ब्यानर पढेर र ब्यानरमा हस्ताक्षर गरेर उद्घाटन गरिदिनु हुनका लागि आजको यस कार्यक्रमका
प्रमुख अतिथिज्यू माछापुच्छ्रे गाउँपालिका श्रद्धेय अध्यक्षज्यूलाई विनम्र निवेदन। हाम्रा कार्यक्रम सञ्चालक माछापुच्छ्रे गाउँपालिका शिक्षा सञ्चालक जनप्रतिनिधि तथा शिक्षकहरूका लागि उत्प्रेरणात्मक तालिम 2082 जेठ 3 गते शनिबार आयोजना माछापुच्छ्रे गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा लाचोकका शिक्षा सञ्चालक। हार्दिक कृतज्ञता ज्ञापन गर्दछु श्रद्धेय अध्यक्षज्यू प्रमुख अतिथिज्यूप्रति र अब हामी छोटो शुभकामना मन्तव्यतिर अगाडि बढ्दछौँ। शुभकामना मन्तव्य राखिदिनु हुनका लागि माछापुच्छ्रे गाउँपालिकाका प्रवक्ता वडा नम्बर 2 का वडा अध्यक्ष आदरणीय गणेश आचार्यज्यूलाई म स्टेजमा आमन्त्रण गर्दछु। हेलो, हजुर धन्यवाद हाम्रो कार्यक्रम सञ्चालक तथा माछापुच्छ्रे गाउँपालिकाको शिक्षा शाखा प्रमुख सञ्चालकहरूलाई र आज जनप्रतिनिधि तथा शिक्षकहरूको लागि प्रेरणात्मक यो जुन तालिम छ यस तालिमका सभाध्यक्षज्यू र प्रमुख अतिथिको रूपमा माछापुच्छ्रे गाउँपालिकाका श्रद्धेय अध्यक्ष आदरणीय मिमादेव गुरुङलाई र उपाध्यक्ष शिक्षा अधिकारी दिदी र हाम्रो द्वैनाथ काका